नमस्ते। आज चाहिँ हामी महाकाल भैरव शनिदेवको मन्दिरमा छौँ। हजुरहरू देख्न सक्नुहुनेछ। यहाँ चाहिँ विशेष गरी रक्सी चढाउने ठाउँ है हजुर है। तपाईँहरूको यहाँ चाहिँ विशेष गरी महाकाल भैरव देवलाई चाहिँ तपाईँहरूले यहाँ आएर चाहिँ रक्सी चढाउनु भयो भने तपाईँहरूको चाहिँ मनले आँटेको सोचेको होइन कुराहरू सबै पुग्दै जान्छ। अनि त्यसै गरी तपाईँहरूको कुनै पनि प्रेम सम्बन्धहरू छुटेको प्रेम सम्बन्धहरू पनि मिलाउने काम अनि तपाईँहरूको 9 ग्रह दिन दशाहरू शान्ति गर्छ। यो आमाको थानमा चाहिँ आएर होइन हामीले पनि यहाँ तपाईँहरूको लागि चाहिँ हामीले धेरै कुराहरू मागेका थियौँ। आज त्यही कामहरू सफल होस् भनेर आज महाकाल भैरव देवको थानमा आएर चाहिँ आज हामीले चाहिँ रक्सी चढाएको छौँ है। अब भित्र अब नो क्यामेरा भनेको छ, त्यसैले मैले भित्रको दृश्यहरू देखाउन सकिनँ। हेर्न सक्नुहुन्छ है हजुर। महाकाल भैरव आमा शनिदेवको मन्दिर चाहिँ यस्तो रहेको छ हजुर है। ल हजुर सबैजनालाई वेलकम छ हजुर है। महाकाल भैरव देव, जय महाकाल भैरव देव। भित्र चाहिँ यस्तो रहेको छ है हजुर।